हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हामी आटाको थुक्पा बनाउनु आँटेको छौँ। किनभने आज चाहिँ जाडो जाडो पानी परेकोले गर्दा आमाले चाहिँ यहाँ यसरी काट्दैछ। म चाहिँ यहाँ आलु केलाउँदैछु। अन्त यस्तो जाडोको दिनमा चाहिँ यस्तो तातो तातो घरमै बनाएको आटाको थुक्पा खानुको चाहिँ मजा नै बेग्लै छ। र खाना बनाउँदा चाहिँ हामीले जहिले पनि एकदमै शान्त भएर केही नसोचिकन भगवानलाई सम्झेर बनायो भने चाहिँ एकदमै त्यो चाहिँ राम्रो हो। अन्त हामीले यदि रिस गरेर बनायो भने चाहिँ त्यो रिस गरेर पकाएको खाना जसले खान्छ त्यो खानाको प्रभाव चाहिँ त्यो खाने मान्छेलाई पनि पर्छ अरे। अन्त घरमा त्यस्तै झगडाहरू एकदमै झैँ झगडा हुन्छ। त्यसै कारणले हामीले जहिले पनि खाना बनाउँदा चाहिँ एकदमै शान्त भएर केही नसोचिकन पोजिटिभ सोचेर बनाउनु पर्छ भनेर चाहिँ हाम्रो उहिलेको मान्छेहरूले भन्दै आइरहेका छन्, भन्दै सुनाउँछन्। त्यसै कारणले हामीले जस्तो खान्छ त्यस्तै हाम्रो जस्तो अन्न हुन्छ त्यस्तै हाम्रो मन भने जस्तै जस्तो सोचले हामीले खाना बनाउँछ त्यस्तै सोच, त्यही सोचको प्रभाव चाहिँ जसले त्यो खाना खान्छ त्यसमा पनि पर्छ अरे। त्यसै कारणले गर्दा खाना चाहिँ एकदम प्रेमसँगले बनाउनु अरे अनि सबै भएजना भएर प्रेमसँग खानु अरे। अन्त त्यसै कारणले अब हाम्रो थुक्पा पनि पाकिसक्यो र तपाईँहरू पनि प्रेमसँगले बनाउनुहोस् अनि सबैजना भएर खानुहोस् र हामी पनि अब खानेछौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।